डरलाग्दो कथाहरू सुनाउने क्रममा आज हामीले विदेशमा रहेका एक नेपालीले भोगेको अनौठो घटना यहाँ सुनाउन गइरहेका छौँ। हाम्रो डरलाग्दो कथाहरू सुनाउने सिरिज अदृश्य संसारको भाग 17मा यहाँहरूलाई स्वागत छ। हाम्रो यस च्यानलमा हरर सर्ट फिल्महरू, डरलाग्दो कथाहरू, फिल्महरू र गीतहरू हेरेर आनन्द लिन सक्नुहुन्छ। यसको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न र बेल आइकन थिच्न नभुल्नुहोला। साथै आफूलाई राम्रो लागेमा शेयर गर्न र कमेन्ट गर्न पनि नभुल्नुहोला। आउनु सुरु गरौँ आजको डरलाग्दो घटना। मेरो नाम गङ्गा हो। म 23 वर्षीय नेपाली केटी हुँ। मैले नेपाल छोडेर यहाँ अस्ट्रेलिया आएको पनि अहिले 3 वर्ष भइसक्यो। मैले विगत 2 वर्षदेखि अस्ट्रेलियाको मेलबर्नको एउटा एज्ड केयर सेन्टरमा नर्सको रूपमा कार्यरत रहिरहेको छु। जीवनको अन्तिम प्रहरमा रहेका बुढाबुढीहरूको हेरचाह गर्नु मेरो ड्युटी हो। मैले काम गर्ने त्यो सेन्टर शान्त र लामो कोरिडोरहरू भएको एउटा पुरानो बिल्डिङ थियो। घटना एक दिन रातिको हो। चारैतिर शान्त वातावरण थियो। बुढाबुढीहरू पनि दिउँसभरि यताउता गरेका हुनाले थाकेका थिए र सबै आफ्नो बिस्तारामा पल्टिरहेका थिए। रात चकमन्न र शान्त थियो। यहाँ सधैँ नै यस्तै हुन्थ्यो। म सधैँ झैँ ती बुढाबुढीहरूलाई खाना खुवाउने, उनीहरूको औषधिहरू दिने र उनीहरूलाई शान्तसँग सुत्नको लागि वातावरण बनाउनमै व्यस्त थिएँ। यहाँ ती बुढाबुढीहरूसँग आत्मीयता बढाउनुको कुनै अर्थ नै थिएन। यहाँ उनीहरू आफ्नो जीवनको अन्तिम क्षण बिताइरहेका थिए। उनीहरूले कति बेला यो संसार छोडेर जाने हो त्यसको ठेगान नै हुन्थेन। त्यो रातको ड्युटीमा म र स्मिथ मात्रै थियौँ। स्मिथ एक सुरक्षा गार्ड थियो। खैरो कपाल भएको, अग्लो र चौडा छातीसितको। उसले आफ्नो ड्युटी अनुसार बिल्डिङको चारैतर्फ चक्कर लगायो, ढोकाहरू जाँच गर्यो, क्यामेराहरूको निगरानी गर्यो अनि खाली रहेको त्यो कोरिडोर वरिपरि घुम्यो र सुतिरहेका बुढाबुढीहरूलाई हेर्ने, निगरानी राख्ने काम गरिरहेको थियो। म त्यति बेला माथिल्लो तल्लामा थिएँ। म त्यो एज केयर सेन्टरको 2वटा विङको लागि जिम्मेवार थिएँ। प्रत्येक विङमा 25-25 जना वृद्धहरू थिए। ती सबै वृद्धहरूको आफ्नै दुखान्त कथाहरू थिए। उनीहरू आफ्नो ओछ्यानमा बसेर आफ्नो मृत्यु पर्खिरहे जस्तो लाग्थ्यो मलाई चाहिँ। म र स्मिथ भने बिहानको पर्खाइमा थियौँ। ड्युटी सकेर आफ्नो कोठामा जाने र आराम गर्ने। सधैँको जस्तो आज पनि मेरो सिफ्ट सामान्य नै सुरु भएको थियो। गम्भीर बिमार रहेका वृद्धहरूलाई प्रायोरिटीमा राखेर उनीहरूको औषधि दिनुपर्थ्यो। त्यसपछि अन्य वृद्धहरूको पनि औषधिहरू दिनुपर्ने थियो। म आफ्नो ड्युटीमै व्यस्त थिएँ। आज अरू रातभन्दा अलि बढी शान्त थियो यो एज केयर सेन्टर। मलाई यस्तो लागिरहेको थियो म एउटा साउन्ड प्रुफ रुममा बसिरहेको छु। लगभग रातिको 1 बजेतिर यो घटना सुरु भयो। सुरुमा मधुरो तर निरन्तर खर्खर खर्खर गरेको आवाज आइरह्यो। यस्तो लागिरहेको थियो टाढा कतै कसैले रेडियो बटारिरहेको छ। कुनै च्यानल स्पष्ट रेडियोले टिप्न नसके जस्तो। म त्यति बेला मेडिकल रुममा थिएँ। मैले आज आफूले दिएका औषधिहरू कति बेला कसलाई र कुन औषधि दिएँ भनेर रिपोर्ट बनाइरहेको थिएँ। त्यो आवाज सुनेर म रोकिएँ र मैले सोचेँ यति बेला कसले यो रेडियो चलाइरहेको छ। त्यसपछि म हलवेमा निस्किएँ। त्यहाँ कोही पनि थिएन। केवल एयर कन्डिसनको मधुरो घुर्र आवाज आइरहेको थियो। कुनै कुनै बेला हलवेमा राखिएको निगरानी मेसिनबाट हल्का बिप साउन्ड मात्र आइरहेको थियो। मैले ध्यानपूर्वक त्यो आवाज सुन्ने कोसिस गरेँ, तर आवाज भने निकै मधुरो भइरहेको थियो। मैले सुन्नै सकिरहेको थिएन। तर जब म फर्किन खोजेँ त्यसबेला फेरि आवाज टड्कारो भए जस्तो लाग्यो। मैले खासै मतलब गरिनँ। कहिलेकाहीँ स्मिथले
आफूसँग सानो पोर्टेबल रेडियो लिएर आउँथ्यो। कसैलाई डिस्टर्ब नहोस् भनेर सायद उसले सानो साउन्डमा सुन्ने प्रयास गरिरहेको थियो जस्तो लाग्यो। त्यो आवाज त्यति चर्को पनि थिएन। बुढाबुढीहरूको निद्रा खलबलेला भन्ने पिर पनि भएन। त्यसैले मैले स्मिथलाई केही पनि नभनी फेरि रिपोर्ट बनाउन त्यही मेडिकल कोठामा फर्किएँ। मैले आफ्नो रिपोर्ट बनाइरहेँ, तर त्यो आवाज रोकिएन। त्यो निरन्तर चलिरह्यो। एउटा सानो आवाज त्यो एज केयर सेन्टरको भित्ताहरूबाट गुन्जिरहे जस्तो लाग्थ्यो। यो कुनै विशेष रुमबाट आए जस्तो पनि लाग्थेन। छत वा स्मिथ बस्ने गार्ड रुमबाट आइरहे जस्तो पनि लागिरहेको थिएन, तर यो बजिरहेको थियो। लगभग 2 बजेसम्म यो आवाज आइरहेको थियो। अब भने त्यो आवाज सुनेर मलाई अलिकता रिस उठिरहेको थियो। अब भने त्यो आवाज मलाई रेडियोको स्ट्याटिक साउन्डभन्दा पनि बालुवा चाल्दाखेरि आउने त्यो जालीको आवाज जस्तो लागिरहेको थियो। कहिलेकाहीँ भने यस्तो लागिरहेको थियो पातहरू बजिरहेको छ, तर भवनभित्र पात वा बालुवा छानेको आवाज मलाई उदेक लागिरहेको थियो। अब त अति भयो भनेर मैले स्मिथलाई इन्टरकममा फोन गरेँ। स्मिथ, तिमीले यो सुनिरहेछौ? उसको आवाज अलिकता निद्रामा भएको र रफ सुनिन्थ्यो। उसले भन्यो, के सुन्ने गङ्गा? मैले फेरि उसलाई भने, यो रेडियो जस्तो जुन बजिरहेछ ख्यारख्यार गरेर, त्यही साउन्ड तिमी सुनिरहेछौ र यो? एकछिनको मौनतापछि स्मिथले बिस्तारै भन्यो, यो साउन्ड त म अघिदेखि सुनिरहेछु। मलाई लाग्यो म बुढो भएर मेरो कान बजिरहेको होला। मैले फेरि स्मिथलाई भने, यो अचम्मको छ होइन? यो कहाँबाट आइरहेछ थाहा छ तिमीलाई? स्मिथले भन्यो, खै मलाई पनि थाहा भएन। मैले भुइँतलाको 2 चक्कर लगाइसकेँ। त्यहाँ केही छैन, रेडियो पनि छैन, टिभी पनि छैन। त्यहाँ सबै शान्त छ, खालि त्यही आवाज कहाँबाट आइरहेछ। उसको यो कुरा सुनेर मेरो पेटमा गाँठो परे जस्तो भयो। अनि मैले भने, यो आवाज त माथि पनि आइरहेको छ। मलाई त यस्तो लागिरहेछ यो आवाज जताततै बजिरहेको छ। स्मिथले मलाई सम्झाउँदै भन्यो, तिमी नडराऊ, सतर्क भएर बस। जहाँ छौ त्यहीँ बस, म त्यहीँ आउँछु र 2 जना मिलेर हेरौँला। केही मिनटभित्रै स्मिथ त्यहाँ आइपुग्यो। उसको भारी जुत्ताले भुइँमा टक टक आवाज निस्केको अघिदेखि मैले सुनिरहेको थिएँ। खाली हलवेमा उसको जुत्ताको आवाज डरलाग्दो गरी गुन्जेको थियो। हलवेमा उज्यालो हुने गरी बत्ती बलेको भए पनि उसले आफ्नो हेभी टर्च लाइट बालेरै म कहाँ आएको थियो। ऊ त्यहाँ आइपुग्दा मलाई राहत महसुस भएको थियो। उसले मलाई भन्यो, आऊ बाहिर, सुनौ कहाँबाट आवाज आइरहेछ। हामी दुवैले आफ्नो कान टाँटो पार्दै हलवेको बिचमा उभियौँ। आवाज पक्कै पनि त्यही कतैबाट आइरहेको जस्तो लागिरहेको थियो। खर्खर 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 आइरहेको थियो। यो अझै पनि निरन्तर बजिरहेको थियो। घरि सोसाइरहे जस्तो सुनिन्थ्यो भने कहिले कहिले मेकानिकल आवाज जस्तो पनि सुनिन्थ्यो। मैले बिस्तारै स्मिथलाई भने, तिमीले सुन्यौ नि होइन? यो तिमीलाई कहाँबाट आइरहे जस्तो लाग्छ। उसले त्यो कोरिडोरको सबैभन्दा ढोकाहरूलाई हेऱ्यो र टाउको हल्लाउँदै भन्यो, यस्तो आवाज त मैले कहिले पनि सुनेको थिएन। यो आवाजहरू पक्कै पनि यो बन्द कोठाहरूबाट चाहिँ आएको छैन। कतै भेन्टिलेसन सिस्टमबाट त होइन? मैले अचम्मित हुँदै स्मिथलाई हेरेँ र भने, तर हाम्रो सबै भेन्टिलेसन सिस्टमहरू त साइलेन्ट भेन्टिलेसन सिस्टम हुन् नि त। अनि यो भेन्टिलेसन सिस्टममा हुने हावाको मुभमेन्टबाट हुने आवाज जस्तो त लाग्दैन त मलाई। हामीले अर्को आधा घन्टा त्यो बिल्डिङको प्रत्येक रुममा घुमेरै बितायौँ। हामीले सबै कोठाहरू जाँच गऱ्यौँ। बुढाबुढीहरू सुतिरहेको ठाउँमा पनि गएर हेऱ्यौँ। खाली कोठाहरूमा पनि गएर हेऱ्यौँ र सामानहरू राखिएको कोठामा पनि गएर हेऱ्यौँ। कहीँ केही थिएन। यो आवाज कुनै कोठामा जाँदा चर्को हुने, कुनै कोठामा जाँदा मधुरो हुने थिएन। जहाँ पनि एउटै भोल्युममा बजिरहेको थियो। यो आवाज चारैतिर थियो, एक नासले थियो। यो आवाज कहाँबाट आइरहेको छ भनेर यसको स्रोत खोजी गर्दा यस्तो लागिरहेको थियो हामीले मौनताको स्रोत खोजी गरिरहेका छौँ, जो असम्भव थियो। जब हामीले यसको स्रोत पत्ता लगाउन नै सकेनौँ, यसले हामीलाई अचम्मित पार्ने भन्दा पनि डराउन दियो।
एकदम डर लागिरहेको थियो। हार खाँदै स्मिथले भन्यो, ठिक छ, अब के गर्ने त? यसको कुनै स्रोत नै फेला पार्न सकिएन। सायद यो बाटोमा भएको कुनै ट्रान्सफर्मर अथवा केही इलेक्ट्रिकल उपकरणले निकालेको आवाज हुनुपर्छ। चिन्ता नगर। मैले अलिकति चिन्तित हुँदै र डराउँदै भने, अहिलेसम्म त हामीले यस्तो आवाज त कहिले सुनेकै थिएन त। ऊ पनि आफै अचम्मित थियो। उसले यतिकै भन्यो, यो आवाज आफै आथ्यो, आफै रोकिन्छ होला। अहिले म तल जान्छु, केही त्यस्तो भयो भने मलाई फोन गर न है। मैले हुन्छ भनिदिएँ। त्यो बाहेक मसँग विकल्प पनि थिएन। उसको काम सेक्युरिटी गर्ने हो, ऊ तल गएर बस्नै पर्थ्यो। स्मिथ त्यहाँबाट गयो। उसको पाइलाको आवाजहरू बिस्तारै बिस्तारै कम हुँदै गयो। ऊ गइसकेपछि मसँग बोल्ने कोही पनि त्यहाँ थिएन। त्यो मौनताले मलाई घेर्न थाल्यो। त्यो स्ट्याटिक साउन्डले मलाई पहिले नै धेरै डराइसकेको थियो। त्यहाँ एक वृद्धा थिइन्, डोरोथी। उनी आफ्नो जीवनको अन्तिम घडीमा थिइन्। उनलाई निरन्तर निगरानी गर्नुपर्थ्यो। यो एज केयर सेन्टर खुलेदेखि नै उनी बसेकी थिइन्। अहिले उनी 94 वर्षकी थिइन्। उनी सधैँ थकित जस्तो देखिन्थिन्। उनको प्रत्येक अङ्गले हार मान्दै गइरहेको थियो। डाक्टरहरूले डोरोथीको अवस्था हेरेर उनी अब केही दिनभन्दा बढी बाँच्दिनन् होला भनेर भन्थे। अहिले त्यहाँ प्रत्येक सिफ्टमा काम गर्ने नर्सहरूले उनको बढी ख्याल गर्नुपर्ने हुन्थ्यो। उनी जबसम्म बाँच्छिन्, उनको शरीरमा, उनको जीवनमा कुनै पीडा नहोस् भनेर हामीले सधैँ ख्याल राखिरहेका हुन्थ्यौँ। म उनलाई हेर्न उनको कोठामा गएँ। ढोकामाथि भएको बेडलाइट र उनको छेउमा रहेको मोनिटरको स्क्रिनको मधुरो उज्यालो त्यो कोठामा थियो। त्यो कोठाको वातावरण नै फरक थियो। बुढो मान्छे बसेको र औषधिहरूको गन्ध त्यो कोठाभरि फैलिएको थियो। त्यो कोठाको वातावरणले मलाई डराउन दिइरहेको थियो। अनि त्यो आवाज, त्यो रेडियो बटार्दाको जस्तो आवाज, उनको नजिक जाँदा केही चर्को भए जस्तो अलिअलि भए पनि मलाई महसुस भइरहेको थियो। अझै पनि त्यो आवाज कहाँबाट आइरहेको छ मैले ठम्म्याउन सकिरहेको छैन। त्यो आवाजले त्यो कोठाको हावामै कम्पन ल्याए जस्तो महसुस भइरहेको थियो। ती वृद्ध महिला शान्तसँग पल्टिरहेकी थिइन्। उनको सास कम रफ्तारमा चलिरहेकै थियो। उनको आँखा बन्द थियो। उनको अनुहार शान्त थियो। उनको अनुहारमा न कुनै दुःखको भाव थियो न खुसीको नै, बस शान्त थियो। मैले उनको कमजोर हात समातेर उनको ओछ्यानको छेउमा बसेँ। उनको हात चिसो र नरम थियो। मैले उनको नाडी र अक्सिजन जाँच गरेँ। उनको छेउमा राखिएको मेडिकल चार्ट अनुसार उनको सबै कुरा बिस्तारै बिस्तारै घट्दै गइरहेको थियो। उनको शरीर जागृत नभए पनि मानसिक रूपमा उनी जागृत थिइन् जस्तो लाग्छ मलाई। उनी शान्त रूपमा आफ्नो आत्माको विदाईको पर्खाइमा थिइन्। तर आज रातिको पर्खाइ मेरो लागि भने शान्त थिएन। त्यो स्ट्याटिक साउन्ड, त्यो आवाजले मलाई यहाँ केही त गलत छ, केही अस्थिर छ भन्ने निरन्तर सम्झना गराइरहन्थ्यो। म उनको छेउमा धेरै बेर बसिरहेँ। मैले उनको सिरानी मिलाइदिएँ, ओठमा अलिकति पानी लगाएर ओसिलो पारिदिएँ। उनीसँग बिस्तारै कुरा पनि गरेँ। तर मलाई थाहा छैन त्यति बेला उनले मेरो कुरा सुनिन् वा सुनिनन्। मैले उनलाई नेपालको बारेमा, मेरो बारेमा, मेलबर्नको मौसमको बारेमा, उनको झ्याल बाहिर रहेको त्यो फुल अहिले फुलिरहेको छ भन्ने बारेमा कुरा सुनाइरहेँ। म बोलिरहँदा पनि त्यो स्ट्याटिक साउन्ड, रेडियोको जस्तो आवाज गुन्जिनै रहेको थियो। त्यो आवाज सुनेर मलाई झर्को लागिरहेको थियो। त्यो डरलाग्दो थियो। त्यो आवाज ध्यान दिएर सुन्दा रिसाएको जस्तो महसुस हुन्थ्यो वा सायद सङ्घर्ष गरिरहेको जस्तो। यस्तो लाग्थ्यो त्यो आवाजले केही अवरोध तोड्न हताश प्रयास गरिरहेको छ वा सायद यसको इच्छा विरुद्ध कसैले उसलाई रोकिरहेको छ। आवाजको कुनै स्पष्ट ढाँचा त थिएन, तर यसको अनियमिततामा एक अजीब ऊर्जा थियो। त्यति बेला म प्रत्येक आवाजसँग डराइरहेको थिएँ। मेरो आफ्नै कपडाको खसखसमा पनि म झस्किन्थेँ। मैले उनको स्वास्थ्य अवस्था
सुध्रिन्छ वा बिग्रिन्छ भनेर मोनिटरमा हेरिरहेकै थिएँ। घडीमा अहिले 3:30 बजिरहेको थियो। त्यसै बेला स्मिथले मलाई कल गर्यो। गङ्गा, तिमीले अझै पनि त्यो आवाज सुनिरहेछौ? मैले डोरोथीलाई डिस्टर्ब नहोस् भनेर बिस्तारै भने, अझै सुनिरहेछु मैले त्यो आवाज। मलाई थाहा थियो डोरोथीलाई अब मेरो आवाजले खासै फरक पर्दैन। मैले स्मिथलाई फेरि भने, मलाई बहुत अचम्म लागिरहेको छ। साँच्चै भन्नुपर्दा यो आवाज म अहिले जहाँ बसिरहेको छु त्यहीँबाट आइरहे जस्तो लागिरहेछ। स्मिथ अलिकति झर्किँदै भन्यो, हत्तेरिका, के गर्ने होला त? मैले फेरि पनि सबै ठाउँमा गएर हेरेर आएँ। बिल्डिङ बाहिर पनि गएर आएँ, बाहिर पनि केही छैन, कतै केही छैन। त्यो आवाज बाहेक अरू केही छैन। यो आवाजले मेरो पनि टाउको दुखे जस्तो भइरहेछ। ऊ साँच्चै नै हैरान भइरहेको थियो। मैले पनि सहमति जनाउँदै भने, मलाई पनि त्यस्तै भइरहेछ। यो के होला त स्मिथ? मैले सोधेँ। उसले जवाब दियो, मलाई थाहा छैन गङ्गा, साँच्चै थाहा छैन। केही बेर रोकिँदै उसले फेरि भन्यो, तिमी मिसेस डोरोथीको छेउमा कम्फर्टेबल त छौ नि? मैले ढाँटेरै भने, म ठिक छु यहाँ। तर म ठिक थिइनँ। त्यो अँध्यारो कोठा अनि मृत्युशैयामा रहेकी एक वृद्धको छेउमा बस्नु सहज भन्ने मलाई थिएन। मैले फेरि पनि भने, म डोरोथीसँगै बसिरहेकी छु, म ठिक छु। स्मिथले मलाई सान्त्वना दिँदै भन्यो, ठिक छ, म पनि यही तल छु। त्यस्तो केही परेमा मलाई भने है। मैले हुन्छ भनिदिएँ। फेरि अर्को 1 घन्टा म त्यहीँ बसिरहेँ। त्यो स्ट्याटिक साउन्ड अझै पनि आइ नै रहेको थियो। त्यो निरन्तर चलिरहेको आवाजमा मैले केही सन्देशहरू छन् कि भनेर सुन्न प्रयास गरेँ। कोही फुसफुसाए जस्तो केही टुक्रा टुक्रा शब्दहरू बोले जस्तो लाग्थ्यो। जब म त्यो शब्दहरूमा ध्यान दिने प्रयास गर्थेँ, त्यो शब्द गायब हुन्थ्यो। म झस्केँ। यो आवाज के थियो वा केवल मेरो भ्रम थियो? म अर्धनिन्द्रामा त थिएन। त्यति बेला मेरो दिमाग आफ्नै नियन्त्रणमा थिएन। यो मेरो ड्युटी थियो यहाँ, वृद्ध वृद्धाहरूको हेरचाह गर्नु, उनीहरू बाँचुन्जेल उनीहरूको सेवा गर्नु। त्यसैले म यो कोठा छोडेर जान सक्थिनँ। मैले फेरि डोरोथीको अनुहारतिर हेरेँ। उनको सास अब मुस्किलले चले जस्तो लाग्थ्यो। उनको छाला मोम जस्तो नरम थियो। उनी अब मृत्युको धेरै नजिक थिइन्। मैले मनमनै सोचेँ, यो अघिदेखि बजिरहेको यो स्ट्याटिक आवाज कतै डोरोथीसँग सम्बन्धित त छैन? उनको त्यो गिर्दो अवस्था र उनको अङ्ग प्रत्यङ्गले काम गर्न छोडिसकेपछि यो इलेक्ट्रिक उपकरणहरूमा भएको कुनै डिस्टर्बेन्स त होइन? या यो अरू नै केही हो? मैले केही बुझ्नै सकिरहेको थिएन। जति जति डोरोथीको सास कमजोर हुँदै जाँदै थियो, त्यो स्ट्याटिक साउन्ड झन् चर्को हुँदै गइरहेको थियो। मलाई त्यो कोठामा हावाको दबाव बढिरहे जस्तो लागिरहेको थियो। यस्तो लाग्थ्यो हावा बाक्लो भइरहेको छ। डोरोथी मृत्युको नजिकतर्फ बढ्नु र यो अकल्पनीय घटना घट्नुले मलाई डराउन दिइरहेको थियो। बिहान हुनुभन्दा ठिक अगाडि जब क्षितिजमा लालिमा देखिन थाल्यो, डोरोथी हल्का चलिन्। उनले बिस्तारै आफ्नो टाउको सिरानीमा सारिन्। उनका आँखाहरू फरफराए। त्यसपछि बिस्तारै मेहनतपूर्वक उनले आफ्नो आँखा खोलिन्। उनको त्यो उमेर र रोगका कारणले थकित आँखाहरूले मलाई देखे। उनको आँखा देखेरै मैले भन्न सक्थेँ, उनले मलाई चिनिहालिन्। उनको ओठमा एउटा हल्का मुस्कान आयो। उनको आवाज सुक्खा र धेरै मधुरो थियो। बडो मुस्किलले मैले सुनिरहेकी थिएँ। उनले भनिन्, गङ्गा। मैले झुकेर मेरो कान उनको अनुहारको अगाडि लिएर गएँ। त्यो स्ट्याटिक आवाज अनि मृत्युशैयामा रहेको मान्छेसँग बोल्नुको कारणले मेरो मुटु जोड जोडले धड्किरहेको थियो। मैले बिस्तारै उनलाई भने, म यहीँ छु मिसेस डोरोथी। उनले सास फेरे जस्तो एकदम मसिनो स्वरमा मलाई भनिन्, गङ्गा, 2 वर्षसम्म तिमीले मलाई सेवा गर्यौ, त्यसको लागि धेरै धेरै धन्यवाद। यति भनेपछि उनको आँखा फेरि बन्द भयो। उनको सास रोकियो। 1 पटक, 2 पटक, त्यसपछि पुरा रोकियो। उनको छातीमा मुटुको धड्कन बन्द भयो। उनको छेउमा राखिएको मोनिटरमा सबै ग्राफहरू सिधा लाइनमा देखिन थाले। सबै आवाजहरू शान्त भयो। कोठा पुरै शान्त थियो।
अचम्मको कुरा के थियो भने रातभरि बजेको त्यो स्ट्याटिक साउन्ड पनि अब बन्द भएको थियो। रातभरि मलाई बेचैन बनाइरहेको त्यो आवाज अहिले पुरै बन्द थियो। म त्यहाँ डोरोथीको निर्जीव हात समातेर बसिरहेकै थिएँ। झ्यालको पर्दाहरूबाट छिरेको उज्यालोले कोठालाई उज्यालो बनाउँदै गयो। म त्यहीँ बसेर आफ्नो सुपरभाइजरलाई फोन गरेँ, डाक्टरलाई फोन गरेँ र बिहानको सिफ्टमा काम गर्ने कर्मचारीलाई पनि फोन गरेँ। त्यो एज केयर सेन्टर अब आफ्नो काममा लाग्यो। डोरोथीको परिवारलाई जानकारी गराउने, उनको मृत्युको कागजहरू तयार गर्ने र उनको शरीरलाई अन्तिम बिदाई दिने तयारीमा व्यस्त भयो। मैले सबैभन्दा पहिला स्मिथलाई फोन गरेकी थिएँ। ऊ माथिल्लो तलामा तुरन्तै आइपुग्यो। हामी दुईको लागि यो सामान्य रात थिएन। उसले अचम्मित हुँदै भन्यो, त्यो आवाज रोकियो त अहिले, होइन? मैले डोरोथीतिर हेर्दै भने, हो, अहिले त यो रोकियो। उसले मेरो इसारा बुझिहाल्यो। उसले आफ्नो अनुहार मसार्दै भन्यो, कति बेला? जति बेला यिनी? मैले उसको कुरामा सहमति जनाउँदै भने, हो, जति बेला यिनी बितिन् त्यति नै बेला त्यो आवाज बन्द भयो। हामी दुवैजना त्यहाँ केही नबोली एकछिन उभि नै रह्यौँ। मेरो नर्सिङ र विज्ञान पढेको दिमागले कुनै तर्क खोजिरहेको थियो, तर कुनै तर्क भेटिरहेको थिएन। त्यो रेडियोको जस्तो आवाज के थियो? त्यो कुन मेसिनबाट आइरहेको थियो? त्यो किन यिनको मृत्युसँगै रोकियो? मैले कुनै उत्तर भेटिरहेकै थिएन। त्यस्तै हालत स्मिथको पनि थियो। म र स्मिथ जसले रातभर त्यो आवाज सुन्यौँ, त्यो आवाजकै कारण आतंकित पनि भयौँ। हामी दुवैलाई थाहा थियो त्यो कुनै भ्रम होइन, तर त्यो के थियो हामी दुवैमध्ये कसैले पनि भन्न सक्थेन। तर हाम्रो अन्तर्मनले एउटै कुरा भनिरहेको थियो, यो एउटा अन्तिम सङ्घर्ष थियो। एउटा आत्मा शरीरमा रहन वा शरीर छोड्नको लागि सङ्घर्ष गरिरहेको थियो। मानव शरीरभित्र रहेको यो आत्मा एउटा इनर्जी हो। विज्ञानले आत्माको उपस्थितिलाई जतिसुकै स्वीकार नगरे पनि मेरो आँखा अगाडि भएको यो घटनालाई म कसरी भुलौँ र?